हजुर हामी यहीँ छोडिँदा हुन्छ दाइ यहाँ मास्तिर जानुपर्छ कि हामी जानु चाहिँ ए उयो माथि छोडिनु न दुईजना सो हेलो गाइज नमस्कार वेलकम टु माई भ्लग आज चाहिँ आमालाई पुऱ्याउनु म चाहिँ केराबारी जाँदैछु होइन आमा यहाँ हाम्रो भ्लगमा हेलो भन्नु त हेलो 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 आमा चाहिँ सिंहदेवीदेखि आउनु भएको अनि म चाहिँ आज हिजो आमाको मुख हेर्ने दिन छोरीहरूले बोलाए ल्याउँदा चाहिँ अटोमा ल्याए होइन आमा अनि पुर्याउँदा चाहिँ हिँड्दै हिँड्दै पठाउँदैछन् होइन यस्ता छोरीहरू छन् पखाउनु न म विदेश जाउँ न एकवटामा कार किनिदिन्छु अझै रियन भाइ छ सो अहिले चाहिँ केराबारीको लागि निस्केको धेरै टाढो छ यहाँदेखि हिँड्दै 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 यस्तै हो पानी पानी पर्ला पर्ला जस्तो भएर चाहिँ मौसम चाहिँ त्यस्तै छ अब के हुन्छ हेर्दै गर्नु होला तपाईँको ब्याग गरौँ भएको छैन कता बाटो आम्मा के हो यता त खोलो गाइस अहिले भेटौँला अनि यहाँबाट कहाँ ओर्लिने ठाउँ छ यहाँबाट ओर्लिने ठाउँ होला हौ म के हो मौसमले पनि च्यालेन्ज होइन रहेछ त आज त च्यालेन्ज केराबारी पुग्दिँदैन क्या रातभरि पानी आएर यहाँदेखि ओर्लिनु बिस्तारै ओर्लिनु फेरि लड्नु होला नि धराप हुन्छ धराप बाटो साटो पनि यस्तै छ गाइस त्यही त होइन गिद्दी हुन्छ त फेरि बिस्तारै बिस्तारै हिँड्नुपर्छ यो जुनी काटी दिउँला यही हो भल्लो खोला चाहिँ गाइस यहाँ चाहिँ हाम्रो आमा खोला तर्नु नसकेर यहाँ उ गर्दै हुन्छ अर्जुन दादा पानी छिटायो यहाँ उ गरेर अब आमालाई यहाँ तर्ने ठाउँ बनाइदिँदै हुनुहुन्छ अब चाहिँ के हुन्छ कि यता डन भने यहाँ ढुङ्गा गरेको अब चाहिँ आमा खुसी आउने कोसिस गर्दै लुरा सफल हुनुभएको छ उनीहरूलाई तुर्केको हजुरबालाई कुनकुनले यता हाम्रो गुरुदादा यस्तो पो त हाम्रो त फेरि ल्याउ यहाँ हाम्रो गौरे गाइस हामी चाहिँ केराबारी तर्फ लागिसक्यौँ देख्न सक्नुहुन्छ रोड अब छिटो आउनु नि हौ आमा त गलेर फाँक भइसक्यो तपाईँलाई उता गाडीबाट जानुभन्दा भने नहुने हिँड्दै जानुपर्ने यस्तो नाथे 75 रुपियाँ बेलबारीसम्मलाई कति लिन्छ खोर्सानीदेखि उँभो 400 लिन्छ माथिसँग दिँदा अनि तल बेलबारी पुग्दा 50 रुपियाँ त्यहाँदेखि खोर्सानी पुग्दा 25 रुपियाँ आज 125 रुपियाँले दरै हिँडायो होइन आमा बरु क्यास मात्रै हिँड्छु आमाले 125 रुपियाँ लोभ गरेर आमा दरै हिँड्नु पर्दैछ मलाई भाडा पैसा ल म दिन्छु भाडा पैसा नि च्यानघारी कसको के होइन
के चाहिँ के जाति अरे 300 एउटाले 200 निकाल एउटाले 150 निकाल ए ल म माथि आउन दिन्छु त तिमीहरूलाई ल तपाईँको छोरा र बुहारले चाहिँ दिएनन् होइन अनि नातिले दिनुभयो म आउँदा तँलाई माथि दिन्छु नाति तँलाई चाहियो भने पछि नदिएको छ त मैले माथि नाति जिउँदैछ त यहाँ नाति जिउँदैछ तर पैसा पो छैन त यसले मलाई 50 सताउँदा हसी नाति जिउँदैछ तर पैसा पो छैन 5000 किले पारो भरे 690 चाहिँ दिएर पठाए कति 690 5000 माग्दै थियो 690 दिएर पठाए अनि 690 त दिएको हो नि त अलि छिटो आउनु अगाडि अनि त्यति त दे नि त अनि भाडा चाहिँ अब 1000 दिन्छु चाहिन्छ नि नभए हाम्रो चाहिँ कहाँ हुन्छ नानी अहिले त सुक्को आम्दानी छैन उहिले जस्तो आम्दानी हुन्छ त हाम्रो नि अहिले छैन फवक्क छोरा बुहारलाई माग्नु छैन दिँदैनन् अब नातिले मात्रै हो ए नातिले मात्रै दिन्छ अब नाति कमाउनु थाल्यो अब लाग्दैन त म त आमा म त जाने त अब जाँदैन साउ जाँदैन किन हामीले पाल्नु पर्दैन खेती कमान गर्नु पर्दैन धान रोप्नु पर्ने यहाँ के गर्दै बस्नु यहाँ नेपालमा चाहिँ धान रोप्नु पर्छ अरू ए धान रोप्नु पर्छ धान रोप्नुपर्छ थाहा छ त तिमीलाई त बस मात्रै थियो कहाँ भविष्यको लागि ऊ दिएर सानो टिफिन खाँदा पनि थोरै म पनि शिवाकै छोरी हो त अनि म शिवाको छोरी होइन मेरो आमाको मामा भित्रीपट्टि हो मेरो मामा भित्रीपट्टि हो नि हजुर हामी यहीँ छोडिँदा हुन्छ दाइ यहाँ मास्तिर जानुपर्छ कि हामी जानु चाहिँ ए उयो माथि छोडिदिनु न दुईजना उहाँनिर छोडिदिनु आमालाई चाहिँ गाडी चढाइसकेँ मैले चाहिँ होइन अब आमा चाहिँ जानुहुन्छ किन फोन काटे गरेको त अहिले चाहिँ कहाँ जाँदैछस् त्यो अनलाइन छस् कि छैनस् अनलाइन छस् कि छैनस् अनलाइन छस् कि छैनस् हो यहाँ चाहिँ नन्द भाउजूको भेट भइरहेछ लागे आमा नि हाम्रो चाहिँ यहाँ महेन्द्र राजमार्गको कन्स्ट्रक्सन चलिरहेछ यहाँ चाहिँ यस्तो हुँदैछ हामी दाजुभाइ चाहिँ कता अरे यता हिँडेर जाँदैछौँ घरतिर छिटो यसरी नै क्या न आशा तिम्रो अनुहार अलिक देखेन यो मासिङले कस्तो ठाउँले मेरो नाम ए हेर्न आशा न मलाई चाहिँ नहेर्नु अनि तपाईँ मुनि हेर्नु कि अनि मलाई देख्न बित्तिकै ल सो गाइस हामी चाहिँ अब घर आइसक्यौँ होइन केराबारीबाट ल अब भ्लग यस्तै भयो अब हेर्नु होला
यो सुरुवाती ब्लगहरू हो यस्तै यस्तै हुन्छ होइन सो गाइस फेरि नेक्स्ट ब्लगमा भेटौँला सी यू सुन बाई बाई गाइस लभ यू